काङ्ग्रेसको अनुहारमा खुसी छाएको छ। सम्पूर्ण काङ्ग्रेस जनहरू आज हाँसेका छन् कि काङ्ग्रेसको चारतारे झन्डा र रुख समाएर आज नेपाली काङ्ग्रेसले आगामी निर्वाचनमा विजय गराउने सङ्कल्पका साथ हामी सबै एकै ठाउँमा उभिएका छौँ र आज यो सबैभन्दा बढी चितवनका जनता चितवनका काङ्ग्रेसले धेरै पटक रुख चिन्हमा भोट हाल्न पाएन। 3 नम्बर क्षेत्रका नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता आम दाजुभाइ दिदीबहिनीले 12 वर्ष भयो भरतपुर महानगरपालिकामा करिब 10 वर्ष भएछ कि भोट हाल्न नपाएको, अर्काको पार्टीको उम्मेदवारलाई बोकेर हिँड्दा कति अपमानित हुनुपर्छ, कति पीडा सहनुपर्छ भन्ने कुरा हामी सबैले आफ्नो भुक्तभोगी भएको नाताले हृदयदेखि नै त्यो भुक्तभोगी मध्ये एउटा कार्यकर्ता हुनुको नाताले पनि म नेपाली काङ्ग्रेसका श्रद्धेय उपसभापति र श्रद्धेय सभापतिज्यूलाई चितवन काङ्ग्रेसको तर्फबाट पूर्व सभापतिको नाताले र एउटा विशेष महाधिवेशनको एउटा अभियानताको नाताले पनि हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु कि आज काङ्ग्रेसहरूले हामीले भन्दै आएको कुरा हामी रुख बाहेक अन्त भोट हाल्दैनौँ भनेर पीडामा बसेको काङ्ग्रेसहरूलाई अब रुख चिन्हमा भोट हाल्ने वातावरण बनाइदिनु भएकोमा म हृदयदेखि तपाईँहरूप्रति आभार प्रकट गर्न चाहन्छु। हृदयदेखि आभार प्रकट गर्न चाहन्छु कि म हामीले बिपी गौरवलाई देख्न नपाएको पुस्ता मैले बिपी गौरवलाई जीवनमा देखिनँ, सुवर्ण शमशेरलाई देखिनँ। हामीले इतिहासमा पढेका थियौँ कि मित्रता भनेको बिपी र सुवर्ण शमशेर जस्तो हुनुपर्छ भनेर हामीले सुनेको पढेको कि आज सायद विश्व प्रकाश शर्माले आफूलाई प्रमाणित गरेर देखाउनु भएको छ कि मित्रता के हो भन्ने कुरा आज भगवान थापा र विश्व प्रकाश शर्माको मित्रतालाई देशभरिका काङ्ग्रेसले निहाल गरेको छ। त्यसैले पनि म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु कि आज त्यही एकताको बलमा आज देशभरि नै म हिजो भर्खर झारखण्ड नुवाकोट रसुवा पुगेर आएँ। आज देशभरिका काङ्ग्रेसमा एउटा रक्त सञ्चार भएको छ कि आज हामी कुनै पनि हालतको क्षेत्रमा काङ्ग्रेसलाई जिताउँछौँ भनेर हरेक काङ्ग्रेसका कार्यकर्ताहरू सङ्कल्प बोकेर हिँडेको बेला छ। त्यसैले मैले आज तपाईँहरूको बिचमा धेरै लामो समय लिनु छैन, म थोरै मात्रै आज हामीले तीनवटा निर्वाचन क्षेत्रमा लिएर आएका उम्मेदवारहरू विशेष गरी राजेन्द्र प्रजापति चितवनको काउलेमा जन्मिएर विगत लामो समयदेखि 1 नम्बर क्षेत्रलाई राजनीतिक केन्द्रबिन्दु बनाएर हिँड्दा उहाँका धेरै जोर जुत्ताहरू काटे। पक्कै पनि यो चोटि राजेन्द्र प्रजापति सिंहदरबार पुग्नेछन्, संसद भवनमा पुग्नेछन् भनेर त्यसैले मलाई लाग्छ 1 नम्बर क्षेत्रमा त्यहाँको ढुङ्गा माटोसँग राजेन्द्र प्रजापतिको परिचय छ। त्यहाँका आम जनताको आम काङ्ग्रेसका कार्यकर्ताको सुख दुःखको सहयात्री बन्नु भएको छ। राजेन्द्र प्रजापतिले 1 नम्बर क्षेत्रमा जित्ने कुरा कुनै शङ्का छैन भन्ने अनुभूति हुन्छ। 2 नम्बर क्षेत्रमा मीना खरेललाई उम्मेदवार बनाउँदै गर्दा धेरै साथीहरूले धेरै ढङ्गबाट हामीलाई प्रश्न पनि गर्नु, तपाईँहरू के तयार हुनु भएन? हामीलाई राम्रोसँग थाहा छ सङ्कटमा पुरुषले भन्दा महिलाले घर राम्रोसँग समाज, नाला पानीको युद्धमा बच्चा काखमा च्यापेर नेपाली नारीहरूले देखाएको वीरता अब मीना खरेलले देखाउँदैछन् 2 नम्बर क्षेत्रमा। त्यसैले मीना खरेल भरतपुरमा जन्मेर इच्छा कामना कालिदाका चेपाङ बस्तीहरूमा अन्यायमा परेका पीडितहरूको बिचमा दुःखमा परेका चेपाङ समुदायको बिचमा जसरी उहाँले अनवरत आफ्नो यात्रा जारी राख्नु भएको छ कि आज कुनै पनि हिसाबले 2 नम्बर क्षेत्रमा मीना खरेलको प्रतिस्पर्धामा कोही योग्य उम्मेदवार छैन यो आग्रह गर्नुपर्ने मास होइन। तपाईँहरूले कार्यकर्ता भेला हो, हामीले गएर सम्झाउनु पर्नेछ, बाटो बिराएर अन्त भोट हालेका मान्छेहरूलाई सम्झाउनु पर्नेछ कि आज मीना खरेललाई जिताइएन भने अन्याय हुनेछ, चितवनका नारीहरूले हार्नेछन्। यो कुरा हामीले बुझाउनु पर्नेछ कि आज मीना खरेललाई जिताउनको लागि मीना खरेलको तर्फबाट न्याय पाएका ती दिदीबहिनीहरू चेलीहरू जसले अन्याय भनेको के हो भोगिराख्नु भएको छ। त्यसैले आज मीना खरेललाई जिताउनु पक्कै पनि न्यायको पक्षमा हुनेछ र म तपाईँलाई सबैलाई विश्वास दिलाउन चाहन्छु यतिखेर चितवनमा हामी नेपाली काङ्ग्रेसले उठाएको उम्मेदवार हामी सबै उम्मेदवार 2 नम्बर क्षेत्रमा हामी दावेदार छौँ। हामी भन्दा पनि मीना खरेलको उचाइ अग्लो छ भनेर हामीले मीना खरेललाई उम्मेदवार बनायौँ। त्यसैले हामी यहाँ कुनै भ्रममा पर्नु पर्दैन। त्यसैले म तपाईँ सबै आमा दिदीबहिनी दाजुभाइ दिदीबहिनीहरू मीना खरेल एउटा नागरिकता नपाउने चेलीको पक्षमा लड्नु, मीना खरेल एउटा नागरिकता
चितवनका नागरिकको पक्षमा लड्नुको म कसैलाई गाली गरोज गर्नु दिएको होइन। उहाँका प्रतिस्पर्धीहरूलाई दुईटा तिनटा नागरिकता बोक्ने, दुईटा तिनटा पासपोर्ट बोक्नेहरू छन्। त्यसैले मैले गाली गरेको भाषामा होइन, सबै भाषामा भन्नै पर्छ। मीना खरेलले जुन सङ्घर्ष गरेकी छिन् चितवनको बाटोमा, चितवनले सांसद आज देशभरि खाएका कुनै पनि उम्मेदवारभन्दा कुनै पनि हिसाबले मीना खरेल कमजोर उम्मेदवार होइन, अब्बल उम्मेदवार हो भन्ने कुरा तपाईँहरूले सम्झाउनु। 3 नम्बर क्षेत्रको मैले के कसरी कागजको बारेमा के कुरा बोल्नुपर्ने, बोल्नुपर्ने नै छैन। हाम्रो हजुरबाले जेसँग गरेको के पर्छ, यहाँको ढुङ्गा माटोले के पश्चात छिन्छ, चितवनको माटोले छिन्छ। 55 वर्ष भयो निरन्तर यही माटोमा मैले अझै नि हेर्छु। मलाई नुवाकोट जाँदा धादिङ जाँदा त्यहाँको साथीहरूले सोध्नु अरे के पश्चात बोल्नु, उमेर चाहिँ कति हो मलाई सोध्नु। उमेर त अब बाहिरको 77 भनेर आएको छ, 79-80 वर्ष जस्तो लाग्छ मलाई। तर उहाँ 4 बजे उठ्नुहुन्छ। सबैले के भनिरहेको छ, उमेर त्यत्रो भन्छ, कसैले मेरो घर गयो, कसैले भेट्न सके होइन। त अरूले पनि यो उमेर हो भनेर बताएनन्। तर आज काङ्ग्रेसले देशभरि भोलि हामी संसदमा पुगेर काहीँ कतै हाम्रा साथीहरू बरालिए भने कान समात्न लागि के कसरी जस्तो मान्छेलाई